ल अब लागौँ पैसाको कुरामा। यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हुन्छ धेरैलाई। आम्दानी कति हुन्छ, खर्च कस्तो हुन्छ, अनि बचत चाहिँ साँच्चै कति गर्न सकिन्छ त? स्रोतहरूले देखाएअनुसार सुरुमा मासिक तलब करिब 1,80,000 येनदेखि 2,50,000 येनसम्म हुन्छ होला। भनेको नेपालीमा करिब 1.6 लाखदेखि 2.5 लाख रुपियाँ जति। घर भाडा ठाउँ अनुसार फरक पर्छ, 20,000देखि 50,000 येनसम्म। खानामा 25,000देखि 40,000 येन। अनि फोन यताउता जाँदा लाग्ने खर्च अरू पनि 20-30,000 येन। हिसाब गर्दा सैद्धान्तिक रूपमा मासिक 80,000देखि 1,50,000 येनसम्म बचत गर्न सकिने देखिन्छ। ओहो, त्यो त राम्रै बचत हो नि। तर एउटा कुरा के छ भने यो पैसा हात पर्नु अघि केही पैसा काटिन्छ अनिवार्य रूपमा। के काटिन्छ त? जस्तै आयकर,